नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। आज तपाईहरुमा एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ कि भर्खरै जापान आएर 2 वर्षसम्म कसरी संघर्ष गर्नुभयो भनेर उहाँलाई चाहिँ हाम्रो स्टुडियोमा चाहिँ स्वागत गर्नको लागि एकदम आतुर छौं। उहाँ चाहिँ हुनुहुन्छ कि भर्खरै 2 वर्ष अगाडि जापान आइसकेपछि कस्तो छ के छ जापानको बारेमा चाहिँ सबै कुरा बताउनु हुनेछ। सर स्वागत छ हजुरलाई हाम्रो कार्यक्रममा। सर नमस्कार, म चाहिँ सुदीप शिवाकोटी, हाल 2 वर्षदेखि फुकुओकामा बस्दै आइरहेको छु। अहिले चाहिँ म तपाईको श्रीमान याकोमा पढिरहेको छु। सरको प्रोग्राममा आएर चाहिँ आज मलाई खुसी लागिरहेछ। सर एकदमै धेरै धन्यवाद छ हजुर। हाम्रो प्रोग्राम हाम्रो निम्तोलाई चाहिँ हजुरले स्वीकार गरेर हाम्रो प्रोग्राममा आइदिनु भयो। हजुरलाई धेरै नै मनदेखि नै धन्यवाद आरिगातो गोजाइमास भन्न चाहन्छु। आरिगातो गोजाइमास। अनि चाहिँ सर तपाईँ चाहिँ 2 वर्ष चाहिँ निहंगो गएको चाहिँ तपाईँ चाहिँ कुन ठाउँमा पढ्नु भयो अनि चाहिँ अहिले कुन ठाउँमा सेन्मन पढ्दै हुनुहुन्छ त्यस बारेमा चाहिँ हजुरले बताइदिनुस् न सर। म चाहिँ तपाईको 2 वर्ष अगाडि निहंगो गएको चाहिँ किताक्युसु भन्ने ठाउँमा आएको। हजुर। त्यो चाहिँ तपाईको युनिभर्सिटी थियो दाइगाको थियो। त्यसमा चाहिँ म लगभग 2 वर्ष जति निहंगो त्यहाँ पढेँ। पढेर चाहिँ अहिले चाहिँ म यो फुकुओकाको तपाईको अब सिटी भनौँ न, उताको हेरी सिटी भनौँ न, त्यो ठाउँमा चाहिँ अहिले यो हाकाता भन्ने ठाउँमा चाहिँ अहिले म श्रीमान गएको पढिरहेको छु। हजुर सर, अनि चाहिँ तपाईले चाहिँ निहंगो गएको पढ्दाखेरि कतिको सम्म दुःख संघर्ष गर्नुभयो? अब पछाडिपट्टि अब आउने विद्यार्थीहरू हुनुहुन्छ नि, उहाँहरूको लागि चाहिँ जापान चाहिँ कस्तो छ के छ भन्ने चाहिँ तपाईले चाहिँ के भन्न चाहनुहुन्छ? जापान अब आउने विद्यार्थीहरूको लागि भविष्य चाहिँ पछिको भविष्य चाहिँ के छ भनेर चाहिँ उहाँले सल्लाह सुझाव दिन चाहनुहुन्छ सर? तपाईको यस्तो हो, वास्तवमा भन्ने हो भने चाहिँ अहिले जापानमा चाहिँ काम पाउन अलिक गाह्रो छ 1 नम्बरमा। 2 नम्बरमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब तपाईँ कुन ठाउँमा आउँदै हुनुहुन्छ, कतिको भाषामा आउँदै हुनुहुन्छ, अनि त्यहाँबाट तपाईँको चाहिँ के भन्छ भन्दाखेरि यो अब यताउति मान्छे कस्तो मान्छेहरू छन्, गएकोले के कति हेल्प पर्छ भन्ने कुरामा फरक पर्छ। तपाईँको अब म गएकोमा चाहिँ सबै नेपाली नै थिए। त्यसले गर्दाखेरि अब लगभग 400-500 जना नेपाली भएको ठाउँमा त सबै अब गएको टिचरहरूले पनि हेर्ने कुरा आएन, सबैजना निष्पेक्षित नै थिए भनौँ। त्यसले गर्दाखेरि निहंगो गएकोमा चाहिँ अलिअलि दुःख पाइयो भनौँ। अब कामसामदेखि लिएर यताउति अब गएको पनि अलिक गाउँ एरिया भएकोले गर्दाखेरि चाहिँ अब जान पनि गाह्रो। अब साइकलहरू चलाउनु पर्ने, राति दिउँसोको 12 बजे घाममा एकदम हिँड्न गाह्रो, तपाईँलाई थाहा नै छ नि त्यो कुरा। अनि त्यसले गर्दाखेरि अब अलिक राम्रो सिटी हेरेर आउनु होला। अब त्यो अलिक गाह्रो हुन्छ, सोचेको जस्तो हुँदैन। भने पछाडि हजुर चाहिँ अब सुरुमा आउने बित्तिकै सबै 300 जना नेपाली मात्रै स्टुडेन्ट गएकोमै नै पर्नुभयो। त्यस पछाडि तपाईँ चाहिँ गएको चाहिँ जान एकदमै सङ्घर्ष गरेर जानु पर्यो है, धेरै दुःख गर्नु भएन सुरुको समय चाहिँ? अनि त्यस पछाडि चाहिँ तपाईँले चाहिँ अब सुरुमा आउने विद्यार्थीहरूलाई चाहिँ तपाईँले चाहिँ एउटा के भन्नुभयो भन्दा सुरुमा भाषा गराउनु पर्यो, भाषा चाहिँ एकदमै पर्फेक्ट चाहिँ हुनु पर्यो। हजुर, अब आउनेलाई चाहिँ गाह्रो छ नि, त्यसरी चाहिँ नआउनु होला, दुःख चाहिँ पाइन्छ चाहिँ एउटा चाहिँ तपाईँको धेरै नै गाह्रो छ। सुरुमा भाषा गराएर आउनु पर्यो, सबै कुराको हुन्छ नि त। आफू चाहिँ कसरी चाहिँ जापान गइसके पछाडि अरूको चाहिँ भर नपरौँ भन्ने हिसाबले चाहिँ आउनु पर्यो भनेर चाहिँ तपाईँले चाहिँ त्यो चाहिँ सबैलाई सल्लाह सुझाव दिन चाहनुहुन्छ कि नेपालबाट आउँदाखेरि नै केही भाषा पनि नपढिकन जापान आए पनि ठिक छ? कन्सल्टेन्सीहरू चाहिँ भन्छ नि त नेपालबाट पैसा खानको लागि अहिलेसम्म देखिएको पनि छैन। कन्सल्टेन्सीहरूले चाहिँ भाषा नगराए पनि अब भाषा नभए पनि जापान गएपछि काम चाहिँ पाइन्छ भन्ने हिसाबले चाहिँ विद्यार्थीहरूले पठाइरहेका छन्। तपाईँ चाहिँ विषयमा के भन्न चाहनुहुन्छ? अब सबै कन्सल्टेन्सीहरू एउटै हुँदैन। अब कुनै कन्सल्टेन्सीहरूको एम चाहिँ आफ्नो अब अलि राम्रो दक्ष बनाएर चाहिँ यता पठायो भन्दाखेरि चाहिँ उनीहरूको अलि भाषा लेभल पनि इम्प्रुभ हुँदै जान्छ। चाहिँ फुकुओका सेन्मन गएको चाहिँ आउनको लागि 2 वर्ष निहंगो गएको चाहिँ कसरी बिताउनु भयो, के गर्नुभयो त्यस बारेमा चाहिँ हाम्रो अब पछाडिपट्टि अब आउँदै हुनुहुन्छ नेपालबाट आउनेहरूको लागि चाहिँ एउटा सानो सन्देश चाहिँ एउटा तपाईँको निहंगो गएको सङ्घर्षलाई कसरी गर्नुभयो त्यो विषयमा चाहिँ भनिदिनुहोस् न सर। तपाईँको यस्तो हो, अब म निहंगो गएको आउनलाई चाहिँ भाषा पनि खासै राम्रो थिएन मेरो चाहिँ। हजुर। त्यसले गर्दाखेरि चाहिँ अलिक दुःख नै पाएँ मैले पाउनलाई चाहिँ। तर निहंगो गएकोबाट पनि सपोर्ट चाहिँ केही पनि पाएको होइन, तर मेरो चाहिँ आफन्त भएको कारणले गर्दा अलिकति चाहिँ उता हिल भएको थियो। हजुर। अनि म चाहिँ निहंगो गएको चाहिँ तपाईँको फुकुओकाकै किताक्युसु भन्ने सिटीमा आएको थिएँ। हजुर। त्यो भनेको चाहिँ अलिक वृद्धावृद्धि बस्ने ठाउँ हो। हजुर। अब त्यो ठाउँमा चाहिँ अब
धेरै मिसेहरू पनि पसलहरू पनि नहुने यताउति पनि नहुने गर्दै काम पाउनु चाहिँ अलिकति गाह्रो थियो त्यसले गर्दाखेरि अब गएको पनि अलिक टाढा थियो गएको फेरि राम्रो थिएन एक नम्बर भन्नुपर्दाखेरि चाहिँ अब जुन चाहिँ गएको राम्रो हुने भन्ने नै हुँदैन कुनै नराम्रो पनि हुन्छ तर त्यो गएको चाहिँ हल्का नराम्रो नै थियो फेसिलिटीहरू पनि अलिक कमै थियो त्यो हुँदा पनि अनि गएको पनि टाढै थियो टाढा भएर अलिक गएको जान पनि अलिक गाह्रै नै थियो भनौँ न त्यहाँबाट फेरि अब नेपालीहरूले तपाईँको होस्टेल पनि अलिक टाढा राखिदिने होस्टेलमा पनि धेरै धेरै मान्छे राखिदिने गर्नाले गर्दाखेरि चाहिँ मेरो गएको लाइफ चाहिँ अलिक गाह्रै थियो भनौँ हजुर अनि चाहिँ तपाईँ अब 2 वर्षसम्म नियङ्गो गएको बिताउनु भयो अहिले चाहिँ तपाईँ सेनमानको लागि चाहिँ फुकुका हाकतामा आउनु भएको छ अनि चाहिँ तपाईँले देख्नु भएको छ कि नेपालबाट आइसके पछाडि 3 महिना 4 महिनासम्म काम नपाएको गएको शेर हुनुहुन्छ उहाँहरूको लागि चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ कि तपाईँले 2 वर्ष नियङ्गो गएको बिताएर आउनुभयो उहाँहरूको लागि चाहिँ के चाहिँ सल्लाह सुझाव दिन चाहनुहुन्छ सुदीप सर म चाहिँ त्यो विषयमा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँ अब आउँदाखेरि नै जुन नेपालमा अलि राम्रो कन्सल्टेन्सीमा गएर भाषा लेभल पनि अलि राम्रो बनाएर तपाईँ जापान आउनुभयो भने चाहिँ अलिकति काम पाउने सम्भावना बढी हुन्छ अब आजभोलिको केसमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको नेपालबाट जापान आएर 4-5 महिना होल बस्ने कामसम्म पाउँदैन कल गर्ने यताउति गर्ने गरेर बसेको धेरै छ तपाईँको अझै पनि तपाईँको अस्ति भर्खर आएको स्टुडेन्टहरूले काम नपाएर धेरै छ यहीँ फुकुकामै त्यसले गर्दाखेरि चाहिँ अब अलि राम्रो कन्सल्टेन्सी हेरेर वहीँबाट भाषा अलि राम्रो बनाएर आउनुभयो भने ठिक हुन्छ हजुरको मनसायमा चाहिँ अब नेपालबाट कोही आउँदै हुनुहुन्छ भने सबैभन्दा पहिला कुरो भाषा चाहिँ गराउनु पर्यो भाषा गराएर आइसकेपछि अलिकति कम दुःख पाइएला भन्ने चाहिँ हजुरको धारणा चाहिँ त्यो भयो है तपाईँले भोगे अनुसार चाहिँ त्यो चाहिँ कस्तो भन्दाखेरि म चाहिँ अब तपाईँको नेपालबाट आउँदाखेरि चाहिँ हिरागानामा नाम मात्र पनि लेख्न आउँदैन त मलाई त्यस्तो अवस्था आएको चाहिँ नेपालबाट अब चाहिँ त कस्तो हुन्छ नेपालबाट चाहिँ कन्सल्टेन्सीहरूले चाहिँ पैसा कमाउनको लागि त चाहिँ गएर गर्छस् नपढिकन गएर पनि गरिन्छ भन्ने चाहिँ एउटा धारणा चाहिँ बसालिदिएका हुन्छन् कन्सल्टेन्सीबाट त्यो चाहिँ कसरी चाहिँ होइन त्यो चाहिँ तपाईँको कुरा काटेँ मैले हेर्नुहोस् होइन त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ सबै कन्सल्टेन्सीहरू त्यस्तो हुँदैन हजुर तपाईँको मेरो चाहिँ कन्सल्टेन्सी कस्तो थियो भन्दाखेरि चाहिँ अब मेरै भर हो सबै तैँले जे गर्छस् गर भन्ने हिसाबले गर्दा चाहिँ मलाई चाहिँ पढ भनेको हो मैले चाहिँ नपढेको हो तपाईँको अब अरू मैसँग पढेका स्टुडेन्टहरू जान्ने पनि थियो नेपालबाटै एन्फो पास गरेर आउनु पनि थिए तर म चाहिँ खासै अब बिजनेसतिर कामतिर फोकस गर्ने भएर चाहिँ एउटा पढिनँ त्यतिखेर अनि एकदम जापान आइसक्यो कस्तो गुनासो पनि सुनियो भन्दाखेरि हजुर त्यो पनि छ सुन्नमा त धेरै छ भनेर ठाउँमा गएर हालिदिनेदेखि लिएर सबै कुराहरू छ त्यो पनि अब त्यो विषयलाई हामी छोडौँ अहिले होइन अब हामी सङ्घर्षको विषय तपाईँ चाहिँ सेमन गएको आइसके पछाडि काम पाउनको लागि कस्तो चाहिँ सङ्घर्ष गर्नु पर्यो तपाईँको त अब भाषा पनि भनिसकेको थियो 2 वर्षसम्म त है कस्तो के चाहिँ गर्नुभयो अब सेमन गएको लागि पनि सङ्घर्ष चाहिँ गर्नुभयो होला तपाईँको यस्तो हो म नियङ्गो गएकोमा चाहिँ आएको 6-7 दिनमै ह्यान्डक्यास काम पाएको थिएँ हजुर अनि ब्याङ्कस काम चाहिँ लगभग महिना 3 जस्तो लागेको थियो हजुर ब्याङ्कस काम पाउनलाई चाहिँ त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ आफन्त भएर चाहिँ अलिकति सहयोग भएको थियो हजुर जे होस् जापान कि नभए सुरुमा आइसके पछाडि एउटा चाहिँ के हुनु पर्यो कि नभए एकदमै भर विश्वासुल आफन्त हुनु पर्यो कि नभए आफूमा चाहिँ एकदम भाषा चाहिँ अलिकति बनाएर चाहिँ नेपालबाट आउनु पर्यो भनेर चाहिँ तपाईँले चाहिँ अब नयाँ आउनेलाई चाहिँ त्यसरी अनुरोध गर्न चाहनुहुन्छ कसरी चाहिँ गर्न चाहनुहुन्छ त्यही नै हो अब खासमा भन्ने हो भने त अलिक भाषा बनाएर आउनुभयो भनेदेखि चाहिँ राम्रो हो अनि त्यही मात्र नभएर चाहिँ अलिक राम्रो कल्चरली हेरेर आउनुभयो भने चाहिँ उनीहरूको पढाउने शैलीदेखि लिएर उनीहरूको यहाँको स्कुल पनि राम्रो हुन्छ क्या तपाईँको अब सबैको हुन त बिजनेस हो पैसा कमाउने माध्यमै हो हुनलाई तपाईँको यहाँको नियङ्गो गएको पनि पैसा कमाउने माध्यम हो नेपालको कन्सल्टेन्सी पनि पैसा कमाउने माध्यम हो उनीहरूको त एउटा बिजनेसको भाँडो हो हेर्नु त्यसले गर्दाखेरि चाहिँ अब उनीहरूले त जसरी गर्छन् आफूमा डिपेन्ड हुने हो खासमा चाहिँ अब सबै अब नेपालको कन्सल्टेन्सीहरूमा पनि जाँदा पनि अब 1-2वटा कन्सल्टेन्सीहरू बुझेर जाँदा चाहिँ राम्रो जस्तो लाग्छ हजुर अनि तपाईँ चाहिँ नियङ्गो गएको पढेर सकाएर आउनुभयो अनि सेनमनको लागि चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ 28 घण्टा मात्रै पार्ट टाइम गरेर चाहिँ जीवन निर्वाह गर्नुभएको छ कि तपाईँले कुनै अब आफ्नो चाहिँ 2 वर्ष सेनमन सकाए पछाडि यो चाहिँ गरेर मेरो आफ्नो बिजनेस गरेर चाहन्छु अगाडि बढ्छु भन्ने चाहिँ प्लानिङमा अगाडि बढ्नु भएको छ हजुर तपाईँको यस्तो छ अहिले चाहिँ म अहिले पढ्दै काम गर्दै गर्ने हिसाबले गर्दाखेरि चाहिँ अब एउटा मात्र काम गर्दा भ्याइँदैन गाह्रो हुन्छ होइन अब यहाँको एउटा काम गरेर आउने भनेको 15-20 1,50,000 60,000 रुपियाँ आउँछ त्यसले गर्दाखेरि चाहिँ खाना र बस्न पनि ठिक्क हुन्छ त्यो अर्को काम नगरिकन चाहिँ नहुने भएकाले चाहिँ अहिले अर्को काम पनि गर्दैछु अनि मेरो अर्को सोच भनेको चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब बिजनेसतिर नि लाग्ने कि भन्ने नि सोच्दै गराएको छु अब के हुन्छ त्यो अब त्यो पछि थाहा हुन्छ अब प्रगति चाहिँ सुरुमा चाहिँ जति दुःख गर्यो त्यति चाहिँ अब सफलताहरू
अगाडि चाहिँ बढ्दैछ त्यो त गर्नै पर्यो नि त्यसै उता गरेर सुरुको सङ्घर्ष अनुसार चाहिँ है बढिरहेको छ बिस्तारै मा चाहिँ आइसके पछाडि आफू चाहिँ कसरी चाहिँ कुन सपना बोकेर नेपालबाट आएको हो कुन सपना चाहिँ बोकेर अगाडि बढ्ने हो भने चाहिँ आफूले चाहिँ सोच बनाएर चाहिँ अगाडि बढेदेखि राम्रो हुने भयो है त्यो सोच बनाउने हो तर सोच बनाए अनुसार गर्न सक्यो भने गर्यो हो त्यो सोच बनाए अनुसार गर्न नसकेर चाहिँ डिप्रेसनमा गएर चाहिँ मान्छे सुसाइड गर्ने कारण पनि त्यो हो कि जस्तो लाग्छ है मलाई चाहिँ हजुर एकदमै हजुर सर हुन्छ त नि हजुरले धेरै धेरै समय दिनुभयो हाम्रो लागि चाहिँ यसको लागि हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद arigato gozaimasu भन्न चाहन्छु फेरिको कार्यक्रममा हजुरलाई पर्यो भने पनि हामीले स्वागत गर्नेछौँ अन्तिममा चाहिँ तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ अन्तिममा आफ्नो विचार राखिदिनुहोस् तपाईँलाई अब यसो भन्ने हाल्यो सबै कुराहरू अब तपाईँलाई जापान नआउनु भन्ने म आउनु भन्छु एक हिसाबले सबै नेपाली अब नेपालमा नै काम गरेर तपाईँको खासै अब प्रगति गर्न सकिँदैन नि त त्यसले गर्दा अलिक सस्तो बजेटमा छिटै आउन सक्ने भने जापानै हो त्यसले गर्दाखेरि सबैजना जापान आउनु तर भाषा राम्रो बनाएर आउनु होइन त्यो हिसाबले चाहिँ अब जुन चाहिँ कन्सल्टेन्सी नजानु एउटा अलि राम्रो कन्सल्टेन्सी जानु राम्रो कन्सल्टेन्सी गएर भाषा अलि राम्रो बनाएर अलि राम्रो स्कुल छिर्नु भयो भनेदेखि चाहिँ तपाईँको भविष्य राम्रो हुन्छ जापान हस् त सर हजुरले चाहिँ यतिको समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब